म तपाईलाई सप्लिमेन्टको बारेमा बताएर मात्रै हैन आफूलाई युज गरेर पनि तपाईले आज देखाउँछु लाइभ ओके सो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ यो पोडकास्ट आजको। सो यो हाम्रो एउटा प्रोडक्ट हो सप्लिमेन्ट, यसको नाम हो फ्ल्याक्स आइल। ओके फ्ल्याक्स आइल केले बन्छ भने आलस खानुभयो? आलस यस, यो आलसले बन्छ। यो फ्ल्याक्स आइल हाम्रो यसरी क्याप्सुल फर्ममा आउँछ। फ्ल्याक्स आइल भित्र चाहिँ ओमेगा 3 र ओमेगा 6 नामको तत्त्व छ। ओके ओमेगा 3 र ओमेगा 6 ले हजुरको हार्टलाई प्रोटेक्ट गर्ने काम गर्छ, मुटुलाई है। हामी जब आमाको गर्भमा हुन्छौँ र त्यो गर्भमा भएको 2 हप्तापछि नै हाम्रो मुटु काम गर्न सुरु हुन्छ है। हाम्रो मुटुले कहिले पनि रेस्ट गर्दैन, रेस्ट गऱ्यो भने हामी रेस्ट इन पिस हुन्छौँ हैन। सो यसले हाम्रो मुटुको वालको नसाहरू जुन हुन्छन् नि त्यो सबैलाई फ्लेक्सिबल बनाउँछ, नराम्रो बोसोहरूलाई गलाउँछ र नसाहरूलाई फ्लेक्सिबल बनाउँछ। यो हामीले फ्ल्याक्स आइलको युज गर्यो भने यसले फ्युचरमा हामीलाई हार्ट अट्याक, प्रेसर, कोलेस्ट्रोल जस्तो प्रब्लमहरू हुन दिँदैन। आजको टाइममा 50% रोग भनेकै यही छन् हैन। यसले पोतोहरूलाई हटाउने पनि काम गर्छ, हातको सरसफाई गर्ने काम गर्छ, कब्जियत जस्तो प्रब्लमहरूलाई पनि ठिक गर्नमा हेल्प गर्छ। ओके, यसलाई युज चाहिँ कसरी गर्ने अनि यसको साइड इफेक्टहरू केही त होला? यसको 0 साइड इफेक्ट हो सर। यसलाई युज चाहिँ कसरी गर्ने? यो हामी अब हेरेर हामी दिनको 2टा खान सक्छौँ अहिले खान मिल्छ? यस अफ कोर्स। मैले खाएर देखाउँछु पनि तपाईलाई, हात दिनुस् है। अब यो भनेको क्याल्सियम भनेको थाहा नै छ। ओके, थाहा छ। सबैको हड्डीमा क्याल्सियमको कमी हुन्छ। लेडिजहरुमा स्पेशली 10 मध्ये 7 जनाको हड्डीहरुमा क्याल्सियम र भिटामिन डी को कमी हुन्छ हैन। सो यो पनि एकदम हेल्दी हो। यसको सेवन हामीले गर्यौं भने यसले पनि हामीलाई फ्युचरमा हड्डीको प्रब्लमहरु हैन हुन दिदैन। यो पनि राख्नु। अर्को हामीसँग छ ग्लुकोसामाइन। ग्लुकोसामाइन के हो भने यसले हाम्रो जोइन्टहरुमा जुन साइनोभियल फ्लुइड हुन्छ त्यो साइनोभियल फ्लुइडलाई बनाउने काम गर्छ। अब यसको सिम्पली उदाहरण बुझ्नु भयो भने हाम्रो हड्डीहरु यसरी जुडेको हुन्छन् र त्यसको बीचमा नि ग्रीस जस्तो पदार्थ हुन्छ के जसलाई हामी साइनोभियल फ्लुइड भन्छौं। त्यो फ्लुइडलाई बनाउनमा ग्लुकोसामाइनले एकदम हेल्प गर्छ। आज 10 मध्ये 8 जना लेडीको जोइन्ट प्रब्लम, ढाड दुख्ने, घुँडा दुख्ने प्रब्लमहरु हुन्छ हैन। सो यो ग्लुकोसामाइन हामीले खायौं भने यो ग्लुकोसामाइनले के गर्यो भने हड्डीहरुलाई स्ट्रङ पनि बनायो र त्यो ग्रीस पनि बनायो है। ओके, ग्लुकोसामाइन यस। अर्को हामीसँग छ कर्क्युमिन। कर्क्युमिन के हो भने यो बेसारबाट बन्छ, हल्दी बेसार। यस। सो कर्क्युमिनले हाम्रो बडी भित्र गएर जति पनि फोहरहरु छन् है, ब्याक्टेरियाहरु, फोहरहरु, टक्सिन्सहरु, त्यो सबै टक्सिन्सहरुलाई मार्ने काम गर्छ है। अर्को हामीसँग छ आमला क्याप्सुल। आमला भनेको थाहा नै हैन। सो यो आमला क्याप्सुल खायौं भने यसले हाम्रो स्किनहरुलाई ग्लो गर्ने, हेयरलाई ग्लो गर्ने, नेललाई ग्लो गर्ने, ग्यास्ट्रिक नहुन दिने हैन, त्यस्तो कुराहरुमा हेल्प गर्छ। अब हेर्नुस्, मैले तपाईका 6-7 वटा सप्लिमेन्ट लिन्छु, एउटा अझ म लिन्छु। यो नीम क्याप्सुल। हामी कहाँ 25-30 वटा सप्लिमेन्टहरु आउँछन्। म सबै अब यही लिएर देखाउन त सक्दिन, तर 7-8 वटा म तपाईलाई देखाउँछु। यो हो नीम क्याप्सुल। ओके, नीमको पत्ताले बन्छ यो सिम्पली। यसको 2-3टा कुरामा काम छ। यसले तपाईलाई चिलाउने जस्तो प्रब्लमहरु छ भने त्यो हुन दिदैन, शरीर चिलाउने हैन। म युज गर्छु नि त्यौडा अहिले। यस, यो एकदम हेल्दी हुन्छ एन्ड प्लस तपाईको शरीर भित्र गएर इन्फेक्सन्सहरु हुन दिदैन हैन। जति पनि ब्याक्टेरिया, भाइरसेसहरु छन्, जुन नीमको काम हो त्यही यो क्याप्सुलको काम हो। ओके। अब हेर्नुस्, मैले तपाईलाई यहाँ जति पनि क्याप्सुल हजुरको हातमा दिएछु, कुनै आमलाले बनेको छ, कुनै नीमले बनेको छ, कुनै आलसले बनेको छ, कुनै बेसारले बनेको छ हैन। उ बेसार जस्तै मेरो हातमा लाग्यो। सो अब बताउनुस् के यो प्रोडक्टहरुले साइड इफेक्ट गर्छ? त्यही त मैले तपाईले त्यही सोध्न खोजेको। यो यदि तपाईले यो सप्लिमेन्ट मलाई दिनुभयो हातमा हैन, हजुर, यो चाहिँ अब साइड इफेक्ट त अरू मेडिसिनको पनि साइड इफेक्ट हुन्छ खाएपछि। डाक्टरले पनि सजेसन गर्छ कि यो खाएपछि यो खानु, धेरै नखानु, डोजमा खानु। तर यो चाहिँ यो कसरी सेवन गर्ने हामी? यसलाई साइड इफेक्ट केही छ कि? दिनुस्। यो चाहिँ सर मेडिसिन हुँदै हैन। जसले पनि यसलाई मेडिसिन भन्छ त्यो रङ हो है। यो मेडिसिन हैन, यो सप्लिमेन्ट फुड हो। सप्लिमेन्ट फुड भनेको के हो भने अब उदाहरणले बुझ्नुस्, आज भन्दा 50-60 वर्ष अघि है तपाईको मान्छेहरु यति रोगी हुन्थ्यो, यति हस्पिटल्स, यति डाक्टर्स, यति पेशेन्ट थिएन। आज हेर्नुस् त हरेक घरमा मान्छे रोगी छन्, छैनन् र
कसैलाई सुगर छ, कसैलाई प्रेसर छ, कसैलाई कोलेस्ट्रोल छ, राइट डिफ्रेन्ट टाइप अफ डिजिज छ। पहिला 1 वर्षमा एकचोटि कहिलेकाहीँ सुनिन्थ्यो कोही मान्छे हार्ट एट्याकले मर्यो। आज दिनको 2टा न्युज आउँछ, त्यो पनि हार्ट एट्याकले मर्यो, ऊ पनि हार्ट एट्याकले मर्यो। सर 25-30 वर्षको युवाहरू पनि हार्ट एट्याकले डेथ भइरह। कसरी? अब यसको हामी जडमा आउँ न, जड निकालौँ त। पहिला हावा पनि शुद्ध थियो, पानी पनि शुद्ध थियो, खाना पनि शुद्ध थियो, हो? त्यो बडीमा जान्थ्यो, राम्ररी फङ्सन गर्थ्यो। यहाँ आजको टाइममा हावा पनि प्रदूषित छ, खाना पनि प्रदूषित छ, एन्ड पानी पनि पोल्युटेड छ, हो? तीनटै कुरा जब शरीरमा गइरहेछ, यसले 2टा कुरा गरिरह। पहिला फर्स्ट थिङ, हाम्रो बडीभित्र फोहोर जम्मा भयो, सिम्पली बुझ्नुहोस्, टक्सिन्सहरू जम्मा भयो, राइट? सेकेन्ड थिङ, रोग पनि गरायो। सप्लिमेन्ट फुडको 2टै काम हो। फर्स्ट, हजुरको बडीभित्र भएको टक्सिन्सहरूलाई बाहिर फाल्ने, मार्ने। सेकेन्ड, जुन पोषक तत्त्वहरू पूर्ति भएको छैन त्यो पोषक तत्त्वहरूलाई पूर्ति गर्ने। ओके। मान्छेहरूले पहिलाको भन्थ्यो 1 दिनमा 3 ग्लास दुध खायो भने बल्ल प्रतिदिनको क्याल्सियम पाउँछ शरीरमा। खानुहुन्छ 3 ग्लास दुध? म त खाँदैन। सो फ्युचरमा हड्डी दुख्ने प्रब्लम आउँछ कि आउँदैन? अहिले नै हड्डी दुख्छ मेरो। देन सो हामीले क्याल्सियम युज गर्छौँ। ओके। 25 वर्ष 30 वर्षको मान्छे हार्ट एट्याकले मरिरह ठेकान छ हाम्रो? नथिङ। कुनै ग्यारेन्टी छ फ्युचरमा हामीले कोलेस्ट्रोल प्रेसर जस्तो रोग हुन्छ कि हुन्न भनेर? 100%, 90% चान्सेस छ हुन्छ। 10% हो हामी बचिहाल्छौँ, सेफ हुन्छौँ। सो फ्ल्याक्स ऑयल खान पर्यो कि परेन? पर्यो। सो यो हो डिफरेन्सेस। कर्क्युमिन किन खान पर्यो? बडीको टक्सिन्सहरू मार्नको लागि। निम किन खान पर्यो? फोहोरहरू फाल्नको लागि। ओके। सो यो हो सप्लिमेन्ट, र यसको कुनै पनि साइड इफेक्ट हुँदैन है। अब मान्छे यो पनि डराउँछन्, सर एकैचोटि खान मिल्छ कि मिल्दैन? एकैचोटि? यस है। जसरी हेर्नुहोस्, मैले 1 2 3 4 5 6वटा राखेछु नि हातमा, मैले 6वटै तपाईँलाई खाएर देखाउँछु। हेर्नुहोस्, 6वटा फेरि केही साइड इफेक्ट होला? जिरो, नथिङ। आजसम्म कुनै यस्तो व्यापारी देख्नु भएको छ जसले आफ्नो सामान आफै खाएर बेचोस्? छैन त्यस्तो। सो म देखाइरहेको छु। होइन, यसको अब फेरि यदि तपाईँ सप्लिमेन्ट एकैचोटि खानुभयो केही त साइड इफेक्ट होला नि? एक-एकवटा खानुहोस् त्यो डिफ्रेन्ट कुरा हो, तर एकैचोटि खानु यस्तो हो, एक-एकवटा खाउँ या एकैचोटि खाउँ जाने शरीरमै हो, होइन र? साइड इफेक्ट एक-एकवटा खाएर पनि हुन्छ, नहुने भए एकैचोटि खाँदा पनि हुन्न है। र म एकैचोटि खान सक्छु, त्यही भएर खाइरहेको छु। एउटा गरेर पनि हामी युज गर्न सक्छौँ, र जरुरी छैन सबैको सबै हामी एकैचोटि किनेर युज गर्नुपर्छ। यसमा कन्फ्युज नहुनुहोस्। 1 महिनामा हामीले 2टा डब्बा लिएर आयौँ, युज गरेपछि सकिहाल्यो, अर्को महिना अर्को 2टा डब्बा लिएर आयौँ। त्यसरी के भयो कि सस्तो तरिकाले हामी हेल्दी बस्न गयौँ है। त्यस्तो हुन्छ। हेर्नुहोस्, डन। घाँटीमा अड्क्या होला नि। पानी खाइ पुग्यो।